माया डाङ्गी भनेर त होइन सबैले चिन्नुहुन्छ, त्यही माथि पनि ट्याटुवाली बहिनी, त्यही माथि स्पावाली बहिनी भनेर धेरैले चिन्नुहुन्छ है। हजुर। आफूलाई अहिले स्पावाली माया डाङ्गी भनेर चिनाउँदाखेरि चाहिँ कस्तो फिल हुन्छ? एकदम खुसी लाग्छ। खुसी लाग्छ है। माया डाङ्गी भन्दा पनि स्पावाली भन्दाखेरि हो मेरो कामले चाहिँ म चिनिएछु है भन्ने फिल हुन्छ। जस्तो उमेरमा पनि हजुर त सानै देखिनुहुन्छ, कति वर्ष भनेर चाहिँ सोध्दिनँ, किनकि सबैले भन्ने गर्नुहुन्छ हाम्रो गर्ल्सहरूको चाहिँ एज सोध्नुहुन्न अरे भन्ने कुरा पनि हुन्छ होइन, त्यही भएर मैले एज चाहिँ सोधिहाल्नु। सानै हुनुहुन्छ, बिजनेस सुरु गर्नुभयो कसरी, अनि त्यसपछि यो स्पा नै चाहिँ किन गर्नुभयो? अब पहिला यही फिल्डमा काम गरेको भएर होला। हजुर। योभन्दा अब अरू कुराहरूतिर त्यस्तो खासै दिमाग पनि गएन। अनि अब अरूकोमा काम गर्दै गर्दै जाँदाखेरि यसो काम गरेको 2 महिना जति भएको थियो। अब आफूले लगानी गरेर खोल्न नसके पनि जस्ट अब एउटा म्यानेजरको रूपमा अरूकै लगानीमा भए पनि चलाउन दिने धेरै हुन्छ नि त। त्यस्तो पाए पनि म एकदम राम्रो तरिकाले गर्थेँ भन्ने सोच बनाइसकेको थिएँ। बिस्तारै काम फेरि दोस्रो ठाउँमा काम गर्न जाँदा चाहिँ मैले त्यो पोस्टमा मजाले काम गर्न पाएँ कि। अनि मजाले गरिरहेको थिएँ। अनि पछि अब त्यही हो, आफ्नो गर्नुपर्छ है, यो भएन भन्नेतिर सोच। अहिले त तपाईँ यो स्पा खोलिसक्नु भयो होइन, बिजनेस वुमेन भइसक्नु भयो, बिजनेस गर्ने एउटा सक्षम नारी। त्यस्तो लाग्दैन। हामीले त्यही भनेर चिनिरहेछौँ हजुरलाई, हजुरको बिजनेस पनि चलिसक्यो। अहिलेको माया डाङ्गीलाई त हामीले काहीँ कतै देखेकै छौँ, भेटेकै छौँ होइन, हेरेकै छौँ। त्यो सुरुवाती माया डाङ्गी कस्तो ठाउँमा हुर्कनु भयो? हजुरको पुर्खौली कहाँ हो भनिदिनुहोस् न। मेरो पुर्खौली चाहिँ अब मलाई चाहिँ थाहा छैन खासै, मेरो बाबाहरूले भन्नुभएको सुनेको। सल्यान यता कोरबाङ हो अरे, कोरबाङ त्यहाँबाट चाहिँ आउनुभएको। अनि अहिले चाहिँ हामी दाङमा हो, दाङ घोराई नारायणपुर। एकदमै दुःखद समय र एकदम रमाइलो पलहरू पनि थियो। हजुरको फ्यामिलीमा कतिजना हुनुहुन्छ? मेरो फ्यामिलीमा मम्मी बाबा अनि हामी 3 बहिनी एउटा भाइ, 4जना। हजुर। बचपना कसरी बित्यो सानो बाल्यकाल? रमाइलो थियो। रमाइलो थियो। हजुर। अनि काठमाडौँ जस्तो वहीँ बसेर चाहिँ तपाईँले स्पाको लागि सोच्नुभयो कि जस्तो अहिले त हजुर सक्सेस भइसक्नु भएको छ, त्यताको बक्सीलाई छोडेर यो स्पा खोल्ने सोच कसरी आयो वहीँ दाङमा हुँदाखेरि? दाङमा हुँदा त मलाई स्पा भनेको थाहा पनि थिएन।